हेलो गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ हामी गुरुदङमारमा छौँ है। अन्त यहाँनिर आज म पनि फर्स्ट टाइम गुरुदङमार वरिपरि घुम्ने बनाएर घुम्नु निस्केको है। र मसँग एकजना मेरो साथी हुनुहुन्छ जो सिक्किम पुलिसको हुनुहुन्छ र उहाँको इनिसिएटिभमा है आज हामीले गुरुदङमार वरिपरिको महिलाहरू यति बटुलेको छ है। र कृपया गरेर जति पनि तपाईँहरू यहाँ आउनुहुन्छ है, लोकालिटिजहरू, नेसनलिटिजहरू, फरेनर्सहरू है, सम्पूर्णलाई जति पनि तपाईँहरूको ट्राभल्सदेखि तपाईँहरूको थ्रु ट्राभलहरू आउनुहुन्छ उहाँहरूलाई पनि म एउटा रिक्वेस्ट गर्न चाहन्छु कि तपाईँहरू सम्पूर्णले टुरिस्टहरूलाई यति भनिदिनुहोस् कि गुरुदङमार अथवा जता पनि होस् है मैला नफालिदिने। किनभने यहाँ हेर्नुहोस्, अब यो यस्तो सफा वातावरणमा है यो मैला, यति मैलाले यस्तो नराम्रो देख्छ है। हामीहरूकै सिक्किम मैला हुन्छ, हामीहरूकै टुरिज्म लस हुन्छ यो मैलाले गर्दा है। जति सफा छ हामीहरूको सिक्किम सफाकै कारणले चिनेको छ। हामीहरूको सिक्किमलाई अझै सफा राख्ने इनिसिएटिभहरू चाहिँ टुरिज्म डिपार्टमेन्टले पनि एउटा सानो तपाईँहरूले पनि अवेरनेसहरू दिनुहोस् है। सिक्किम टुरिज्मलाई एकदम बेनिफिट पुगोस् कि यो मैलाहरू फ्याँक्नु चाहिँ। यहाँ हेर्नुहोस् है, यो पनि देखिदिनु। यहाँ हेर्नुहोस् अक्सिजन सिलिन्डर पनि फ्यालेको थियो, ह्यालहरू भयो, प्लास्टिकहरू है जति पनि छ। यहाँ हामीले गुरुदङमारमा सिगरेटको खोल भयो, गुट्का है यस्तैहरू पुरा फ्यालेको थियो है। अझै हामीले कति भेटेन, लेकको भित्र पनि पुरा छ है। यसरी चाहिँ प्लिज नफ्यालिदिनु होला सम्पूर्णलाई। हामी सम्पूर्ण ड्राइभर्सहरूले तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छौँ। थ्याङ्क यू।